समय सन्दर्भमा चाहिँ आज पनि थोरै राजनीतिक विषय नै हल्का चर्चा गर्ने मोड आयो भनौँ, मोड भयो। सन्दर्भ चाहिँ हाम्रा अन्तरिम सरकारका मन्त्रीद्वय महावीर पुन र जगदीश खरेल, जो उहाँहरू चाहिँ राजीनामा दिनु 4-5 दिन अगाडिसम्म राजनीति गर्नु पनि हुन्न थियो, राजनीति उहाँहरूलाई थाहा पनि थिएन र महावीर पुनले त भन्नुभएको थियो कि पदावली हुने बित्तिकै म चाहिँ यो चुनाव गराएर चाहिँ म किताब बेच्नै जाने हो, आविष्कार केन्द्रलाई नै यसो गर्ने हो भनेर उहाँले भनेको सर्वविदितै छ। यो सन्दर्भमा उहाँहरू राम्रा मान्छे, एकदम राम्रा मान्छे हो, उहाँहरू राजनीतिमा आउनुपर्छ। त्यसमा मैले त्यो कुरा चाहिँ द्वेषको भावले भनेको होइन कि त्यो त्यहाँको परिस्थितिलाई भनेको कुरा हो। कस्तो भने अब हामी ठुला नेताहरूलाई, जस्तो कि जो शीर्षस्थ नेताहरू छन्, जो सत्तै छोड्न मान्दैनन्, सत्ताको वरिपरि नै घुमिरहन्छन्, उनीहरूलाई हामी सत्ता हस्तान्तरण गरेन, युवा पुस्तालाई दिएन, सत्तामा उनीहरू नै लिप्त भए, सत्ता लिप्त भए, भ्रष्टाचार गरे, के गरे भन्छौँ होइन। अब कुरो कहाँनेरि भन्दाखेरि महावीर पुन जस्तो र जगदीश खरेल जस्तो मान्छे राजनीतिको नजानेको मान्छे 4 महिना मन्त्री भएर बस्दाखेरि सत्ता र शक्ति के भन्ने कुरो उहाँहरूले बुझ्नुभयो। सत्ता र शक्तिको सदुपयोग कसरी गर्नुपर्छ भन्ने कुरा उहाँहरूले बुझ्नुभयो। त्यो भएर उहाँहरू जो मन्त्री नियुक्त हुँदाखेरि हामी चुनाव गराएर गर्छौँ भनेर चुनाव गराउँछौँ अनि हामी आफ्नो बाटो लाग्छौँ भनेर भन्नुभएकामा मन्त्रीद्वय अहिले चुनावी माहौलमा आफै भोट माग्दै हिँडिराख्नु भएको छ। भन्नुको तात्पर्य यो हो कि हामीले ठुला नेतालाई सत्ता छोडेनन् भन्नु उचित रहेन रहेछ, हामी गलत छौँ भन्ने कुरा चाहिँ यो प्रमाण हो क्या। शक्ति र सत्तामा पुगेपछि मान्छे त्यही नै लिप्त हुन चाहन्छ, किनभने शक्तिबाट तल ओर्लिने बित्तिकै त भोलि खासै राम्रो प्रभाव पर्दैन। सत्तामा रहिरह्यो भने जहिले तहिले आफू शक्तिशाली बन्ने, अब 2-4 जना आजुबाजुमा लिएर हिँड्न पाइने, गाडी पाइने, पुलिस पाइने, यी कुरा ठुला नेताका लागि भयो। तर जो अहिले नेता बन्दै हुन्छ महावीर पुन र जगदीश खरेल, उहाँले अब त्यस्ता कुरा नगर्नु होला, तर पनि यथार्थमा त शक्ति र सत्ता त जसले चाहेको छ उसले मात्रै जान्दो रहेछ। हिजोसम्म राजनीतिको थाहा थिएन हाम्रो महावीर पुनलाई, अहिले हेर्नु चुनावमा भोट माग्दै हिँड्नु भएको छ, जो चुनाव गराउँछु भनेर हिँडेको मान्छे। उहाँ एकदम राम्रो मान्छे, फेरि गलत नियतले भनेको होइन। मैले चाहिँ इङ्गित गर्न खोजेको सत्ता केन्द्रित जो राजनीतिक दलहरू थिए, जो अब वृद्ध नेताहरू जो जहिले तहिले सत्तामै वरिपरि घुमिरहे, उनीहरूले सत्ता यति सजिलै छोड्छन् त? 2 दिन अगाडि आएकोले त यत्रो सत्ताको स्वाद चाखेछ भने उनीहरू त 35-40 सालदेखि त्यही सत्ता वरिपरि छन्। त्यो भएर हामीले चाहिँ अब हामी जनतासँग भनेको हतियार चाहिँ एउटै मात्रै छ कि जुन हाम्रो मताधिकार प्रयोग गर्ने। अब कसरी गर्ने, कता गर्ने, त्यो आफ्नो ठाउँमा छ होइन। एकदम सुझबुझले मत दिउँ, पुराना पार्टी भनेर पार्टीतिर नजाउँ, पार्टीका आफ्ना सिद्धान्त हुन्छन्, पार्टी सबै राम्रा छन्, व्यक्ति गलत हुन्। अब पुरानै पार्टीमा नै कति सही मान्छे हुनुहुन्छ, कति गलत हुनुहुन्छ, सहीलाई छानौँ, गलतलाई छोडौँ। नयाँ पुस्ताका पनि कति सही हुनुहुन्छ, उहाँहरूलाई छानौँ, गलतलाई छोडौँ। धन्यवाद।